बुढो हजुर के गर्दै हुनुहुन्छ? दारी काटी बेला भएको छ दारी नकाटी भएन तिमीलाई नि यसो कहिले काहीँ घोज्छ होला है दारीले चाख्छ चुइछ कि घोज्दैन चुप लाग्नु। भन न के हो तपाईँलाई म एउटा सल्लाह दिन आएको। भन न मलाई कस्तो देखाएको छ हेन्सी देखाएको छ हजुर त एकदम हेन्सी हो नि। आइला बुढीले यति भनेपछि फेरि मलाई भित्रैबाट खुसी भएर लाग्छ खुसी हुन्छ क्या सुरु भने भन न के छ नि हजुर अब विदेश नजानु ल। के विदेश नजानु। के बोले म विदेश नजानु क्या। विदेश जान कसलाई चाहिँ मन लाग्छ र सुरु भन न ल तिमी आफै भन न। मेरो तलब 20,000 तिम्रो पनि अलिअलि हुन्छ 20,000 रुपियाँ तलबले काठमाडौँमा बसेको छ कोठा भाडा तिर्नु परेको छ खानु परेको छ नानीको फिस तिर्नु परेको छ होइन अनि 20,000 तलबमा चाहिँ बच्च कति खाने कति अनि कति जम्मा गर्ने के गर्ने त ल भन नि त ल तिमीले मलाई ल एउटा न एउटा सल्लाह दिउ न ल विदेश नगइकन नेपालमा बसेर चाहिँ हुन्छ त। अनि हजुर विदेश किन जाने र नि नेपालमै बसेर दुईजना भएर दुःख गर्ने। विदेशमा चाहिँ किन जाने भने है टन्न भात मासु खाने हो भक्लक्क सुत्न जाने हो त्यहाँ चाहिँ भनेर अरूले भन्दै होला नि है तर सुकु है म चाहिँ भन्दिनँ किनभने अब पढाइ लेखाइ कदेखि त्यहाँसम्म हो यहाँदेखि त्यहाँसम्म हो छैन जाने भनेको अब हामी जस्तो गरिब दुखी भनेको ज्याम बेल्चा हान्नेमा जाने भएर यो अहिले पनि हातमा ठेला छ यता पनि दुईतिर के गर्नु हो बुढी दुःख त गर्नुपर्छ क्या यार बुढी दुःख नगरे त सुख आउँदैन मेरो पनि केही सोचे मैले नि केही कुराहरू होइन त्यो त हो नि घर बनाउँला आफ्नो फ्यामिलीलाई खुसी राखौँला भन्ने मेरो पनि सोच दुईजना भएर दुःख गर्ने मेहनत गर्ने केही बिजनेस गरौँला नेपालमा नै छ नि सुन किन आत्तिने भर्खर त बिहे गरेको छु हजुरलाई म सपोर्ट गरिहाल्छु नि। त्यो 27-28 वर्षको मान्छेको ढाड सड्केर यहाँ अहिलेसम्म यो हर व्यस्त भएर बस्नु परिरहेछ कहाँबाट हुन्छ त यार।